गुरुमणि पौड्यालज्यू अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका मुखपात्रका इन्चार्ज विजेजी लगायत हाम्रो धरबहादुर कर्मचारी र रूपचन्द्र विजय स्मृति प्रतिष्ठानका पदाधिकारी साथीहरू, एकछिन खानेकुरा नबाँड्नु छ है। भोक लागेको छ, हामीले खाजा खानै पर्छ होइन? तर अब आधा घण्टा भित्रमा खाने, आधा घण्टा यता नखाने है। अब पहिला त हल्ला बढ्दा भयो, क्लासमा जस्तै हुनु पर्यो क्या, क्लासमा जस्तो साइलेन्ट प्लेन भन्छ नि। त्यो अब कुरा नगर्ने, हल्ला नगर्ने है। ल सुन्नुहोस्, पहिला त मेरो नाउँ भन्नु पर्यो है। मेरो नाउँ रामनारायण बिडाल, म रूपचन्द्र विष्टको चेलो भक्त। भक्त र चेलो अलिक फरक छ। भक्त भनेको चाहिँ गुणगान गर्ने पुग्छ, जस्तो रामका चाहिँ भक्तहरू खुब हुन्छन् नि, राम्रो गरेर हिँड्छ, काम केही गर्दैन, गतिलो काम गर्दैन, त्यो चेलो होइन, त्यो भक्त। अनि चेलो भनेको चाहिँ जे गुरुले गरेका थियो त्यही काम गर्न खोज्ने, त्यो चेलो। नोट गर्नुभयो त, चेलो र भक्तमा फरक पर्यो। अहिले यहाँ हामी भेला भएका अधिकांश मान्छे रूपचन्द्रका भक्त चाहिँ रूपचन्द्रका चेलो हुन सकेन। अब तपाईँहरू चेलो बन्नु पर्यो, रूपचन्द्रलाई गुरु मान्न पर्यो। किन मान्ने? रूपचन्द्रलाई गुरु किन मान्ने? यो प्रश्न छ। अनि रूपचन्दको बारेमा किन कुरा गरे आज? उहाँ त प्रधानमन्त्री होइन, मन्त्री पनि होइन, सरकारी ठुलो जागिर खाएको पनि होइन। किन माने? उहाँको फोटोमा हामीले माल्यार्पण गर्यौं। हामी यहाँ घण्टौं बस्यौं, तपाईँहरू आउनुभयो, विद्यार्थीहरू थुप्रै सिक्छु भनेर आउनुभयो। अब कुरा अलिअलि सिक्नु पर्यो, धेरै त सकिन्न। एउटा क्लासले कति कुरा सिकिन्छ? रूपचन्द्र विष्ट 90 सालको भुइँचालो रोगको 7 दिन अगाडि जन्मिया। कहिले जन्मिया? 90 सालको भुइँचालो रोगको 7 दिन अगाडि जन्मिया। अहिले उहाँ कहिले बित्नुभयो? कहिले मृत्यु भयो? 2056 साल असार 7 गते। अनि हामीले असार 7 गते सधैँ स्मृति दिवस हुन्छ हरेक वर्ष। अर्को पल्ट के गर्नु पर्यो? तपाईँको स्कुलमा आफैले गर्ने, सामाजिक सञ्जालबाट फोटो लिने, अनि आफ्नो स्कुलमा आफै गर्ने। किन गर्ने? आज तपाईँले जुन पढ्न पाउनु भएको छ नि छोरीहरूले, हरेक स्कुलमा छोरीहरू कति पढ्छन् हो कि होइन? रूपचन्द्रको पालोमा मैले राजनीति गर्ने बेलामा छोरी पढाउँदैनथे, छोरा मात्रै पढाउँथे। मेरो 3टा दिदी छन्, तिनीहरूले अक्षर पनि जान्दैन। म चाहिँ वकिल हुँ, वरिष्ठ अधिवक्ता हुँ। कारण छोरा पढाउने, छोरी नपढाउने, त्यस्तो चलन थियो। त्यो चलनलाई देउमैमा भड्काइदिन्छु भनेर रूपचन्द्रले नारा लाए। छोरा छोरी पढाउने जिन्दाबाद, छोरो मात्रै पढाउने मुर्दाबाद, छोरी र छोरो दुईटै पढाउने जिन्दाबाद। गाउँमा टोलमा घरमा गएर नारा लाए। अनि मान्छेले रूपचन्दलाई गाली गरे। मेरो छोरी पढाऊ कि नपढाऊ तँलाई के मतलब? मेरो छोरो पढाऊ कि नपढाऊ तँलाई के मतलब? भनेर गाली गरे।
रुक्तनले के जवाफ दिनु थाहा छ? ए मोरा, रुक्तनले प्राय मान्छेलाई त भन्नुहुन्थ्यो, ए मोरा, तेरो छोरी वा छोरोले पढेन र चोर वा डाङ्गा बदमास भयो भने तेरो घर त चोर छैन, गाउँले घर चोर छ, गाउँलेलाई दुःख दिन्छ, गाउँले चेलीबेटीलाई आक्रमण गर्छ। त्यसकारण तेरो छोरा छोरी पढ्यो कि पढेन चासो गाउँलेलाई हुन्छ, तर उनीहरू गाउँलेलाई। त्यसकारण पहिले छोरा छोरी पढाइनस् भने तँलाई जरिवाना हुन्छ, तँलाई पैसा जरिवाना गर्छ भनेर हाई स्कुल खोल्नुभयो। प्रत्येक पढामा गाउँ गाउँमा टोल टोलमा बिहान स्कुल चलाउनुभयो। त्यो बिहान स्कुलमा 10 कक्षा पढ्ने तपाईँ जस्ता बच्चाहरूले गएर पढाउनु पर्छ। कसलाई? अक्षर नजान्नेलाई। कहिले? बिहान। कति पैसामा? छिट्टै। कसले? 10 कक्षा पढ्ने। यो खेती गरेर अहिले तपाईँहरूको पालामा आजको दिनमा छोरा छोरी दुईटैलाई बाबुआमाले पढाउँछन् होइन त? हो, यो खेती बसाल्ने, यसको विरुद्धमा विद्रोह गर्ने मान्छेको नाउँ रूपचन्द्र विष्ट। एउटा कुरा बुझ्यो है? आज प्रत्येक घरमा छोरा र छोरी पढाइ भइरहेछ नि। छोरीलाई स्कुल नपठाउने, छोरालाई स्कुल पठाउने जुन चलन थियो नि त्यो बेला, त्यसलाई तोडिदिनु भयो। यसलाई के भन्छन्? राजनीतिक भाषामा के भन्छन् थाहा छ? विद्रोह गर्ने। विद्रोह गर्ने। विद्रोह एक्लैले गर्नुहुन्छ।